त्यो पनि 9 हुन्छ। 9 सत्य 63, 6 र 3 63 हुन्छ। त्यो 6 र 3 लाई जोड्नुहोस् त, त्यो पनि 9 हुन्छ। 9 8 72, 7 र 2 72 हुन्छ लेखाइमा, त्यो 7 र 2 लाई जोड्नुहोस् त, त्यो पनि 9 हुन्छ। 9 9 81, 8 र 1 81 हुन्छ, त्यो 8 र 1 लाई जोड्नुहोस् त, त्यो पनि 9 हुन्छ। 9.90 शून्यको गणना हुँदैन, बाँकी रह्यो 9। यो 9वीं तिथि कहिल्यै घट्दैन सज्जन, किनभने भगवान श्री रामचन्द्रले जन्म लिनु भएको हुनाले यो 9वीं तिथिलाई जहिले पनि पूर्णा तिथि भनिन्छ, यो कहिल्यै घट्दैन। अनि यस्तो चैत्र महिनाको यो पावन 9वीं तिथिमा रामचन्द्रले जन्म लिएर सारा त्यहाँका दैत्यहरूलाई संहार गर्नु र महारानी सीताजीका साथमा जनकपुरमा गएर जनक राजा अथवा शिरध्वज राजाले यज्ञ गर्न लागेका बेलामा भेटिएकी कन्या जनकपुरमा लगेर पालन पोषण गरेको हुनाले जानकी अब उनीका साथमा विवाह गर्नुभयो। अब भगवानले सारा आफ्ना बन्धु बान्धव आदिहरूका साथमा त्यहाँ राज्य शासनहरू चलाउँदै जानुभयो। अब सौतनी आमाको कुतर्कले गर्दा उहाँले 14 वर्षसम्म पञ्चवटी नामरेको क्षेत्रमा गएर तपस्या गर्नुभयो। पञ्चवटी भनेको 5 वटा बर, पिपल, आँप, डुम्री र पाखरीका वृक्षहरूका बीचमा गएर होम आदि कर्म गरेर 5 वटा केराका स्तम्भहरू उभ्याएर त्यो ठाउँमा भगवान श्री रामचन्द्रले राज्य गरेको हुनाले त्यसलाई पञ्चवटी क्षेत्र भनेर भनिन्छ। र अहिले पनि त्यो यज्ञ इत्यादिहरू कर्म गर्दाखेरि यो 5 वटा केरा उभ्याउनुको अर्थ भनेको त्यही पञ्चवटी क्षेत्रको निर्माण गरेको हो। अनि यस्तै प्रकारले हुँदै हुँदै अब त्यहाँका दैत्यहरूलाई संहार गर्दै जानुभयो। सुपर्णखाको नाकलाई छेदन गराउनुभयो। अनि एउटी भिल्लिनी कुबिजा, भिल्लिनी भनेको त्यो जुन अब बयरहरू ल्याएर मेरो प्रभुलाई भनेर जुठो बयर लिएर आएकी थिइन् सबरी, ती सबरीलाई उद्धार गर्नुभयो। तिनको इच्छा आकांक्षालाई भगवानले पूर्ण गर्दै जानुभयो। भगवानले त्यो बेलामा सम्पूर्ण बाँदरहरूसँग गएर मित्रता गर्नुभयो, भालुहरूसँग मित्रता गर्नुभयो, दैत्य दलहरूलाई गएर संहार गर्नुभयो। यसरी गर्दै गर्दै यो राम राज्य हो त्यहाँ गर्नुभयो। अब यो राम राज्य भनेको जम्मा 2टा अर्थ छ सज्जन। अब ती मन्थरा नामरेकी दासी कैकेयी उनको आज्ञा अनुसार रामचन्द्रलाई 14 वर्षसम्म जंगलमा पठाउनु। अब त्यो राम राज्य भनेको के हो भने जहाँ आनन्द भयो, जहाँ सुख भयो, दुःख भनेको कहिल्यै भएन भने त्यो ठाउँलाई चाहिँ राम राज्य भनेर भनिन्छ। अब यो राम राज्य भनेको